ल भेना कताको राम्रो छैन त्यो घर त तर उहिले अहिले जमाना हाम्रोहरूको मेन यही हो अब राख्नु छ त म त्यो गाडीकै झिक्दिनँ हाम्रो गाडी भएको हेरेका म यस्तो गाडीको झिक्छु त त्यो 1950 गाडी किन हो होइन त्यसो ल ए राख न के हुँदैन म त अनि 3 दिन भइसक्यो अब हल्का मान्छे टाउको निकाल्नु त्यसै गराएको चाहिँ आएको त्यहाँ कुनलहरूले दियो फेरि यस्तो गीतहरू गायो भने टक्कै गाड पनि गएको खान खाँदै हामीले 1500ले एक हप्ता बसेर आएको 550 भेन रिजर्भ गरेँ होइन खानेकुराहरू के गरेर 15 अनि मारेन अब खुसालले मारेन खुसालले मार्ने त ज्याकपट पारेन अब खुसालले यसलाई अलिकति सार्ने मासुहरू चाहिँ भन्छ हजुर त्यसलाई रोकेर तपाईँ खानुहोस् न पहिला अनि त्यस पछाडि चाहिँ पकाउनुहोस् न जुरुक्के उठेर टाँडहरू खोलेर सब साह्रो हेरेको हो बिहिबार अब धर्मबाट 2 रुपियाँ क्यास पैसाले किन्ने 10,000 गाडी किन्ने डिजल गाडी त्यस्तो रे लाइट आउँछ कि तपाईँ के मासु कुराउँदै सर अनि मासु त गर्ने के त मलाई आज त फल लाग्यो सर मलाई मिठो यस्तो मेरो होइन यस्तो पासा के भने हेरि एक लाखको सोनी म कसम त्यही त भने यहाँ खाली क्या
बाई सँगै सँगै जाउँ न माया डिजेल गाडीमा जाउँ माया डिजेल गाडीमा डिजेल गाडीमा यस्तो होला नाथे बुढो भइसक्यो दिउँदै पैसाको गाडी हुन्छ त्यो ट्रकमा लगेर बसेर क्या यस्तो पछाडि सबै दाइहरू सबै राखेर ट्रकको पनि आउँछ भिडियो आउँछ थ्याङ्क यू सो मच त्यो त म कुरा गरेर गर्छु तिम्रो आँखैले बोलायो तिम्रो मुस्कानले पगाल्यो के गरौँ आँखैले बोलायो के गरौँ तिम्रो ओठैले लोभ्यायो के गरौँ तिम्रो आँखैले बोलायो के आँखैले बोलायो के है ल we are ready to go home त्यही त ग्यारेजमा जाने हो क्या अब ग्यारेज
तपाईँहरूलाई कस्तो लाग्यो यो भिडियो लाइक एन्ड सब्सक्राइब गरिदिनु होला प्लिज